माछा माछा कि भ्याकु त छिरो त आएर नै गबाट आएर तको चाहिँ आँखा यो काला काला गोगी चाहिँ हामी चाहिँ झिके कि के अरे भन्ने आउने दोस्त झिके खोज्दै छ यसलाई चाहिँ भन्छ माछा हिले माछा खोइ साँच्चै हो यस्तो डराको पोक छ अनि भ्लग बनाउने अरे होइन अनि अहिले टोकिहाल्यो भने त हाल्नु न खोइ माछा हाल्नु यहाँ माछा माछा यो के अरे हिले माछा यो यो चाहिँ शङ्खे किरा होइन शङ्ख हौ ऊ भन्नु न यसको के अरे शङ्ख हौ शङ्खै चाहिँ होइन क्या के भनेर खान्छन् नि फ्याक नाम चाहिँ यसको तुरी तुरी ए घोगी हो घोगी गोगी गोगी तुरी होइन क्या गोगी कस्तो तुरी भनिहालेछ हौ घोगी भन्छ यो चाहिँ घोगी है गाडी फेरि तपाईँहरू अब हामीले एउटा माछा समाएको छौँ खोइ त्यही पनि हो र हो बेलुका भुट्ने है गाई चाहिँ बेलुका भुटेर खाने अहिले खस्यो भने लन्छ त मलाई बाह्र अहिले मौकामा छिर्छ चिटिएर अनि भाइको यार टमाटर सधैँ हाल्नु हाल्नु हो नहाल्ने हाल्नु हाल्नु बेलुका उसँग भुट्नु पर्छ क्या हुँदैन ठ्याक्क तपाईँ काम न यहाँ हाल्नु न भुट्नु पर्छ क्या बेलुका त्यही पनि उम्क्यो भागो भागो हाल्ने हाल्ने यहाँ भुट्नु पर्छ बेलुका ले भागो उता ला सेतो सेतो हुँदो रहेछ झन्डै उम्केको गङ्गाटै गउँगटै गाइस खोइ कहाँ गयो गउँगटै यस्तो खालको मान्छे त्यहाँ गोगी समाउँदैछ गोगी माछा अनि भ्यागुता गोगी चाहिँ मैले चाहिँ भेट मर्दैन होला है पानी पिने नि बाँच्छ होला होइन हुनुहुन्छ यो त पानी होइन यो झिगे यो चाहिँ झिङ्गे है गाइस झिङ्गे बेलुका हाम्रो आरा सिकारी जिउ हेर न गङ्गटै मात्र छ त सिकारी जिउ होइन यो चाहिँ भेटिन्छ आज है बेलुकाको आरामा सिकारी जिउ है आहारा तिमी नै हो मेरो सहारा भन न मलाई आरा तिमी नै मेरो सहारा घुगी भेट्यो गाई एउटा ल यसरी चाहिँ के छ भित्र किरा हुन्छ हौ हो त्यही खाने हो त्यही चुस्ने रहेछ यो चाहिँ चुस्ने है गाई ल अब यहाँ हामी घुगी समाउँदैछौँ माछा चाहिँ भेटेकै छैन पात पनि कहाँ गयो यहाँ हेर्नु घुगी खोइ त हरा त यहाँ छ ठुलो घुगी आउन टिप्न खोइ ठुलो घुगी चाहिँ उता छ है गाई चाहिँ यस्तो खोलो छ होइन खोल्छु यता नि खोल्छु छ उता कत्रो कत्रो माछा छ है गाई तल चाहिँ ठुल्ठुलो माछा छ हामी चाहिँ अब यहाँ घुगी समाउँदैछौँ है ल अब हामी यहाँ घुगी समाउँदैछौँ घुगी यो चाहिँ घुगी खै सिकारीले खै यो चाहिँ घुगी यो चाहिँ घुगी कति रहेछ घुगी त यो चाहिँ घुगी घुगी गाई यत्रो घुगी हामीले यत्रो बटुली सक्यौँ बेलुकाको शिकार माल करोडको माल हो करोडको फेरि यो माल चाहिँ बेलुका सुरुप खाएको भिडियो आउँछ गाई ठुल्ठुलो चाहिँ घुगी हुँदैन के सानो सानो मात्र हो यस्तो डरसरी हुन्छ मान्छे ए कहाँबाट चाहिँ टोक्छ यसले मुखबाट टोक्छ नि त्यो दुईटा चुचो हुन्छ गङ्गटाको जस्तो अब हामी चाहिँ घुगी समाउँदैछौँ जे भेटिन्छ त्यही झिङ्गे घुगी तिमीले त्यो त्यही घुगीदेखि अरू त भ्याकुतो नि हामी आज फ्राई हान्छौँ चस्मा भ्याकुतो नि आज हामी फ्राई हान्दैछौँ तिमीले चाहिँ घुगी मात्रै समाउँदाखेरि आम्मा कत्रो घुगी हेर्नु न साह्रै ठुलो घुगी है होला तिमीलाई रमाइलो गर्न मन लागेको होइन लुगा रमाइलो घुगी है गाई यो चाहिँ यत्तिको घुगी चाहिँ बेलुकाको अब शिकार है
घोगी टिप्दैछौँ यस्तो टाढी चिप्लेको सबैभन्दा ठुलो चाहिँ मैले साएको छु नि फेरि त्यो त उता छ प्लास्टिक त्यो लिएर आउनु उता प्लास्टिक तिम्रो प्लास्टिक तिमीसँगै राख घोगीको यहाँ राखौँ है धेरै सानो है घोगी ओ कत्रो फेरि घुङ्गी यस्तो पाराले घोगी होइन त्यो चाहिँ समाउँछ होला अहिले होइन ठुल्ठुलो घोगी अनि एउटा ठुलो घोगी भेट्ने चाहिँ कराउनु पर्छ त गङ्गटो समातेर जिउमा हालिदिन्छ यत्रो सानो सानो नसमात भन्यो त्यो त चुस्ने मजा आउँदैन नि त अलिक ठुल्ठुलो मात्र हो नि त चुस्ने मजा आउने त्यही त जे कुरा नि ठुलै मजा हो क्या खाना चाहिँ सानो चाहिँ त्यति मजा आउँदैन कि घोगी पनि ठुल्ठुलो चाहिँ सुरसुर अब खाएको चाहिँ छैन अहिलेसम्म है मैले चाहिँ यो घोगी फर्स्ट टाइम मैले यो टिकटकतिर यो पोखरातिर देखेको थिएँ यो घोगी टिपेको घोगी कति 2000 5000 रुपियाँ केजी भनेको आज हामी चाहिँ अब प्रत्यक्ष रूपमा चाहिँ यहाँ घोगी पाइँदो रहेछ हाम्रो यहाँ दोस्तले चाहिँ यत्रो घोगी ला त्यही पनि खस्यो घोगी टिप्नु भएको छ लाजा घोगी आज एक थैलो घोगी लगेर राजवंशीको घरमा लगेर यो झिँगे झिँगे समाउन कतिको हाड छ त्यो झिँगे समाउन तिम्रो मुटु नै छ भने माछा माछा कि भ्याएको त छिरो त कता तिमी फटा हो नि त्यो त झिरा थियो क्या घोगी चाहिँ तर ढुङ्गामा नि टाँसिँदो रहेछ ढुङ्गामा नि टाँसिँदो रहेछ नि त है अनि हेर्ने यति त्यही होइन आज फेरि अब पकाउनु चाहिँ आउँदैन टक्क आज हाम्रो कुक मास्टर चाहिँ आउनुहुन्छ यसलाई पल्टाउँछ चाहिँ ठुलो होला घोगी उतै पल्टाऊ यता उँभो होइन यता उँधो पल्टाऊ झिँगे चाहिँ छ अरू केही छैन झिँगे माछा मात्रै छ घोगी गाई चाहिँ यत्रो पोखरी ओ भ्याएको त चाहिँ कत्रो यहाँ हेर्नु न गाई भ्याएको त त्यसको भने टाउको चाहिँ हान्ने गाई ला सिद्धि गयो जस्तो हामीले खोजिदिएपछि घोगी चाहिँ भागे जस्तो छ नि है एउटै छैन कहाँ पसेको त्यही त भागे हुनु त घोगी चाहिँ ओ घोगी यस्तो चाहिँ बस्छ नि त घोगी यो तिनटै हुन्छ होइन हाम्रो थैलो चाहिँ घुमी समात्ने थैलो यहाँ छ थैलो चाहिँ एक थैलो भन्दा जे खाएन बेलुका खाने हामी कसरी खाने फेरि हुँदैन त्यो चाकमा मात्रै बाल्दा हो क्या घुम्छु घुम्यो गाइस अब हामी चाहिँ घोगी चाहिँ होइन माछा वा त्यो पनि फर्साउनु एकछिन कत्रो घोगी छ है यहाँ गाई एकछिन है यसरी टाँसिँदो रहेछ घोगी चाहिँ झन्डै लड्यो अब हामी यहाँ कस्तो लडेन के भन्नु अहिले तिमी पनि लड्छौ ठुलो घोगी ब्याग फर्किँदैन त्यतिकै फर्किँदो रहेछ नि त वा लपक्कै टाँसेको छ बेलुकाको शिकार खोइ कुन चाहिँ पोएँ बिस्तारै लानु बिस्तारै ला मर कहाँ भयो घोगी चाहिँ टाँसिरहेको छ पोयामा यो हेर न यहाँ खस्यो घोगी गाई कस्तो टाँसिँदो रहेछ घोगी घोगी देखिन्छ है अलिक ठुलो फेरि ठुलो भने त समाइसक्यो कि अलिक ठुलो घोगी
आइयो गट्टा खेल्ने भए गट्टा जस्तै बज्दो रहेछ यो हामी चाहिँ जुवा खेल्दाखेरि यसरी छक्का भनेर यसरी खेल्थ्यौँ क्या हामी क्या यसो यसो गर्थ्यो बुढापाकाले है गाउँमा यसो गर्ने होइन यसो यसो गर्ने है गाई यसो यसो गर्ने यसो गर्ने गाई यसो गर्ने यसो गर्ने यसो गरेर नटिप्ने एकछिन ए यसो यसो गर्ने यसो गर्ने यसो गर्ने यसो गर्छ अनि छक्का उल्टी 5 उल्टी 6 उल्टी भन्दै त्यस्तै छ है गाई त्यस्तै शङ्खबाट खेल्छन् नि कसलाई थाहा छ है हाम्रो गाउँमा चाहिँ त्यसरी शङ्खबाट खेल्छन् यहाँ चाहिँ पाटेले टोक्दो रहेछ पाटेले टोकेर मान्छे घुगी हिँड्दैन नि प्लास्टिकभित्रबाट त अलि ठुल्ठुलो घुमी भएको थियो ठुल्ठुलो घुमी हाल्नु त मलाई तिमी समाउँदैनौ कति घुमी एक थैलो हुन लागिसक्यो हेर्नु है एक थैलो हुन लाग्छ घुमी एक थैलो यहाँ चाहिँ कत्रो माथि छ गाडी हेर्नु हिँडेको नि चालचुल नगर हेर पुच्छर देख्यौ समात्नुपर्छ गयो यहाँबाट पनि चिप्लिसक्यो यहाँबाट यहाँ छ माछा यस्तो पाराले माछा समय हुन्छ जुगा छुनी छिनाइहाल्छ नि त्यसले हो यसो गर ल उयो समाउ त टोक्छ कि टोक्दैन टोक्छ यसरी माछा समाइन्छ जुगा समाउँछ खोइ जुगा माछा समातेको अरे है गाईचोरी हेरौँ है एउटा जब झिँगे माछा भ्यागो त समाउन नसक्ने मान्छेले अब दुईटै जुगा तामिन्छ जुगा तारेर माछा समाउँछ अरे अब हुन्छ ए भाइ त्यो हात्तीमा आएको थियो यार कस्तो भयो के छ उही छ त्यो अहिलेको ढुङ्गामा यसमै छ न त ऊ त्यो छ हो त्यो अगाडि अहिले तिमीले हात लाकै ठाउँमा यहाँ छ नि तर चढ्ने रहेछ नि हो त्यो चाहिँ समाउन हो त्यो तिमीले समातेको त्यही छ त छेउमै हो त्यही कति सकिँदैन छोड्दै यहाँ घुमी चाहिँ टन्ने रहेछ ए तिमी भाइले केही नै नाप्दैनौ ल ल तिमी भाइले केही नै नाप्दैनौ ल यी समय एउटा झिँगे माछा नसमाउन सक्ने मान्छेले चाहिँ माछा समाउने अरे हौ टोक्छ भन्नुहुन्छ अनि डर लाग्यो माछाले टोक्छ घुगी त यहाँ उँधो ए यो चाहिँ घुगी ल ए त्यहाँनिर चाहिँ ठुलो माछा छ समाउने कोसिस गर हो त्यो ढुङ्गा पनि कालो हो कालो छ कालो त कति छिटो देख्छौ नि अब हेरौँ है यहाँ झिँगे माछा समातेको अरे यतापट्टिको ढुङ्गा बाम पनि रहेछ बाम समाऊ बाम अरे कि सर्प हो के सर्प चाहिँ बाम 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 कहाँ हो यो ढुङ्गाको झिँगे चाहिँ समाउन यो बाम समाएर मात्रै त्यो बाम होइन पुइया माछा हो त्यो पुइया भने समाउँछु खाना हुन्छ कि हुँदैन हुन्छ खानु कस्तो माछा खानु हुँदैन यार तिमी ल तपाईँले पुइया भने त्यो हरा कहाँ यी माछा ठुलो माछा यी कहाँ भन्नु त कुनमा गयो हो यो ढुङ्गामा हो यो ढुङ्गा यहाँ पनि त कालो बाम यस्तो मान्छेले माछा समाउँछ अरे अनि उफ्रियो भने डराउँछ हुन्छ कस्तो डर लाग्यो चाक
खालको छ एउटा हिले माछाले एक दिन लाउने रहेछ अनि कहिले जाने हो कता ऊ यहाँ आइसक्यो त अगाडि आँखै देख्दैनौ तिमी यहाँ आयो यो ढुङ्गा मुनि आँखै देख्दैन यो मान्छेले माछा समाउँछ अरे ऊ त कालो न कालो ढुङ्गामा आएको छ यो बिचकोमा हो बिचकोमा हो त्यही छ के गर्न आँट्यो माछा यता आइसक्यो यता माछा छ कत्रो गमट छ यता भान्ने त यसको आज आहार आएर नै गमट आएर काला काला गगट कत्रो यार यो पनि खानुपर्छ यसो सम्पत्ति पल्टाउँदा यो पछाडिको यो ढक्कनले छोपेको छ नि हो त्यो पल्टाउ त यसले केही गर्दैन यताबाट पल्टिन्छ हौ यो हो बिस्तारो हो माल त यहाँ रहेछ करोडको भन्छु ए बिस्तारा करोडको माल वा एकछिन न यार तपाईँले त फालिदिइहाल्नु भने करोडको यहाँ केटा हो यहाँ हेर यहाँ गङ्गु छेत्री छ गङ्गु छेत्री हेर यहाँ मुनि यहाँ हेर है मजाले हेर है यहाँ गङ्गु छेत्री गङ्गु छेत्री हेर यहाँ हेर है गङ्गु छेत्री गङ्गु छेत्री गङ्गु छेत्री गाई घुइको आँखा काला काला हुन्छ के हो यो माछा घोगी खान्छ यहाँ यी घोगी यसरी पस्छ यहाँ है अब यसरी पस्छ कालो घुगी कालो घुगी नभन न हो यो कालो घुगी होइन क्या यो कालो घुगी होइन यो गङ्गु छेत्री क्या गङ्गु छेत्री दिउँसोको घुगी साथीहरू दिउँसो घुमेको चाहिँ आज हामी अब यहाँ अर्ग्यानिक सुब्बामा होइन करोडको माल हो करोडको घुगी यो चाहिँ हामीले सब कुरा गरेर सफा बनाएर क्लियर बनाइसक्यो क्या अब यसलाई अब चाहिँ अब त घुगी अनि पिसाबहरू तयार भयो हाम्रो घुगी चाहिँ घुगी खाने हाम्रो गाईहरू चाहिँ मार्ने पनि भयो मार्ने पनि भयो सुप्ची सही भयो पछाडिबाट तान्नु है चाकपट्टिबाट काटेको पट्टिबाट अर्कोबाट त नआउँदो रहेछ कस्तो भयो तान्ने आजको घुगी ए घुगी त करोडको माल करोडको माल